ल साथीहरूले पानी खोज्नु गएको छ ऊ माथि भेट्यो अरे है। अनि यो बाटो यो पानी चाहिँ फेरि लानै पर्ने अरे है। यहाँको पानी चाहिँ एकदम शुद्ध पानी अरे। अनि बट्टा चाहिँ हामीले अलरेडी घरबाटै बोकेर ल्याएको थिएछ साथीले। अनि उहाँ दुईजना चाहिँ अघि नै हिँडेको पानी खोज्नु है। राम्रो पानी लानु पऱ्यो नि त, शुद्ध पानी चाहिँ सुकेको लानु भएन नि त। त्यसले गर्दाखेरि चाहिँ अब म चाहिँ पानी बनाउँदै खोज्ने साथीहरूलाई खोज्दै पानी हेर्दै आउँदैछु। यहाँ यस्तो हेर्नुहोस् न, पानी सफा एकदम। यो चाहिँ डडेलीको पानी हो, यति मिठो हुन्छ, स्वादिष्ट पानी। आउनुहोस्, आएर तपाईँ खानुहोस् है। तपाईँको लोकेसन नै बताउनु पर्दा तपाईँको परको जुन डेरा देख्नु भएको छ त्यहाँ रेस्ट हाउस, त्यहाँदेखि सिधा साउथपट्टि आउनुहोस्। त्यहाँ सिधा आउनुभयो भने तपाईँले यो पानी भेट्नुहुनेछ। एकदम टेस्टी र एकदम फ्रेस पानी छ यो। आउनुहोस् है, यस्तो दामी छ। अब हामी चाहिँ यो पानी लगेर चाहिँ घरमा लगेर हामी एकदम जोगेडा गरेर राख्ने, कम्ती दबाईको रूपमा खाने। हेर्नुहोस् है यहाँनिर यस्तो दामी छ, यति क्लियर पानी, यति सफा है। अनि त्यो धारामा पनि यो चलाउनु हुँदैन। अब धाराको पानी खानुपर्छ, पिउनुपर्छ एकदम क्लियर। यहाँ भन्दैछ है बहिनीले, चिसो पनि गाड्यो क्या। यहाँ हेर्नुहोस् धाराको छेउमा माथि सिन नजारा हेर्नु रहेछ है। यहाँ यस्तो धारा चाहिँ यस्तो हुँदो रहेछ कि बगिरहेको। यो नजारा हेर्नुहोस् त कस्तो दामी छ। ऊ गुराँस हेर्नुहोस्, कति दामी छ। अनि त्यस्तो ठाउँमा यस्तो दामी पानी हेर्नुहोस्। यसरी खाइन्छ, यसरी हात पनि मैला भयो यसरी। चिसो पानी त्यति साह्रो त होइन ल। भगवानको नाममा दामी पानी छ अरे, दामी।